सम्बन्ध विच्छेद भइसके पश्चात चाहिँ आफ्नो नागरिकतामा रहेको श्रीमानको नाम कसरी हटाउने या त भने पत्नीको नाम चाहिँ कसरी हटाउने भन्ने सन्दर्भमा चाहिँ आजको यो भिडियो मैले तयार पारिरहेको छु। सर्वप्रथम त श्रीमान र श्रीमतीको बीचमा चाहिँ सम्बन्ध विच्छेद भइसकेको जुन कागज छ त्यो चाहिँ तपाईहरूले लिएर जानुपर्ने हुन्छ। अब कहाँ लिएर जानुपर्ने हुन्छ भन्ने सन्दर्भमा चाहिँ तपाईहरूले पहिला जहाँ विवाह दर्ता गर्नुभएको थियो अर्थात् श्रीमानको ठेगानाको ओडामा चाहिँ तपाईहरू जानुपर्ने हुन्छ र त्यहाँ चाहिँ सम्बन्ध विच्छेद भइसकेको भनेर चाहिँ दर्ता गर्नुपर्ने हुन्छ। यदि फेरि त्यो पत्नीलाई अर्थात् सम्बन्ध विच्छेद भइसकेको महिलालाई चाहिँ त्यहाँ जान खतरा हुन्छ भने तपाईँ त्यहाँ जानै पर्छ भन्ने चाहिँ कदापि पनि हुँदैन। तपाईले आफ्नै माइती घरको ठेगानाको ओडामा पनि तपाईँ जान सक्नुहुन्छ। त्यहाँ आफ्नो माइतीको ओडामा गएर चाहिँ सम्बन्ध विच्छेदको कागज देखाएर त्यहाँ सम्बन्ध विच्छेद भइसक्यो भनेर त्यो दर्ता गर्नुस्। अनि त्यहाँबाट चाहिँ आफ्नै माइतीको थर भएको जुन नागरिकताको सिफारिसको लागि चाहिँ ओडालाई भन्नुहोला, ओडाले सिफारिस बनाइदिनुहुन्छ। त्यो सिफारिस लिएर तपाईँ जिल्ला प्रशासन कार्यालय आउनुहोस्। त्यहाँबाट चाहिँ फेरि तपाईँले माइतीकै थर राखेर चाहिँ आफ्नो पहिलाको जुन नागरिकता थियो त्यो नागरिकता चाहिँ पाउनुहुन्छ र त्यो नागरिकतामा अब फेरि श्रीमानको नाम चाहिँ हुँदैन। अनि श्रीमानको हकमा पनि सेम त्यही हो है। यसरी आफ्नो ओडामा चाहिँ दर्ता गरिसकेपछि आफ्नो पत्नीको नाम हटाउने अनि सिफारिस लिएर आउने। सिफारिस लिएर आइसकेपछि फेरि तपाईँले नागरिकता भने लिन सक्नुहुनेछ। आई होप आजको यो भिडियोबाट चाहिँ तपाईँले केही भए पनि कानुनको जानकारी अवश्य पनि लिनुभयो होला। यदि तपाईँलाई यस्तै यस्तै कानुनसँग सम्बन्धित जानकारीहरू लिन मन छ भने मेरो च्यानल युट्युब च्यानल नेल्सन एलएलबीलाई सब्सक्राइब गर्न र मलाई टिकटकमा फलो गर्न चाहिँ नबिर्सिनु होला। यदि तपाईँसँग आफ्नो पर्सनल केही कुराहरू मलाई सोध्न मन छ भने मेरो तल इन्स्टाग्रामको लिङ्क रहेको छ, त्यहाँ आएर कमेन्ट गर्न चाहिँ र त्यहाँ आएर म्यासेज पठाउन चाहिँ मलाई नबिर्सिनु होला। यति भन्दै फेरि अर्को दिन अर्को एउटा नयाँ भिडियोमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल, जय देश अनि जय कानुन।